वाट्स अप फ्याम, के छ खबर? सन्चै हुन्छ होला नि? म सन्चै छु। तपाईँलाई स्वागत छ न्यू डे न्यू ब्लगमा। अनि आज हामी जाँदैछौँ मल्लरानी प्युठानको। सुदीप भाइ फर्स्ट टाइम होइन? कस्तो लागिरहेको छ? रमाइलो छ। कस्तो लागिरहेको? हामी गइरहेको ठाउँ चाहिँ नयाँ हो, अब कस्तो हुन्छ अब गएर। प्याराडक्स भयो नि फेरि। यता हुन्छ गोपाल दाई। हाम्रो यात्रा सुरु भयो। अब सुनिल हामी लाग्नलाई हामी मल्लरानीतिर मल्लरानी। लेट्स गो। मलाई त गाह्रो भए भइरह भाइ। अहिले के छ बोलिदिउँ दाइ? म ओभियसली वाइ नट। अहिले चाहिँ हामी प्युठानको बडडाँडा भन्ने ठाउँमा आइपुगेका छौँ। अझै हाम्रो यात्रा जारी नै छ। लब हामी आधा जस्तो बाटो पुग्यो होला होइन। हाम्रो डेस्टिनेसनमा पुग्दाखेरि चाहिँ अँध्यारै हुन्छ होला जस्तो छ। हेरौँ अब के हुन्छ। रमाइलो छ। भ्यू देखाइदिनु न दाइ यहाँको चट्ट। रिपोर्टिङ बाई प्याराडक्स भाइ। प्युठान बडडाँडा हो मसालहरूबाट लिएको भ्यू चाहिँ चिया टार यहाँ चिया खानलाई स्पेसल एकदम राम्रो चिया छ यहाँ। हाम्रो सधैँ एउटा डेस्टिनी हो कि होइन? खाँदा कुरा गर्नु नि होइन? नखाँदै नभए पत्ताउँदैन। कुल टेम्परेचर, मस्त मौसम छ। ए चल्लाहरू अरे यता र उता। डाँडा काँडा हरियाली बडडाँडा। दिस इज बडडाँडा। चकचकेबाट हामी यता लाग्छौँ पुलतिरबाट बिजुवार जाने बाटो चकचके पुल। पुलको लाभे अगाडि हेर केटी नहेर।
नै नजिक छ नि कति टाढा देखिन्छ यहाँ गुड मर्निङ फ्रम खलङ्गा हिजो राति हामी के अरे साइनो होटलमा बस्यो यहाँ खाइयो रमाइलो भयो यहाँ टक्कै यो भ्यू हेर्दै झिलिमिली चारतिर राम्रो देखिन्थ्यो अहिले त उजाड भइसक्यो बिहान भएर अनि खाइयो यहाँ गेम खेल्यो ट्रुथ एन्ड डेयर रमाइलो भयो ट्रुथमा परे चाहिँ यहाँ सब्जी लगाउने प्यान्टैभरि सब्जी लगाउने पर्छ हाम्रो प्याराडक्स भाइ अब हिजो राति हामी आएर पनि माथि मल्लरानी त्यहाँ मन्दिरसम्म पुग्यौँ त्यहाँ ऊ के भन्छ होमस्टे होला भनेर होमस्टे रहेनछ फेरि तल झऱ्यो अब हामी फेरि माथि जान्छौँ मन्दिर सन्दिर देखाउने अब त्यो कटेज एकदम राम्रो थियो तपाईँलाई फेरि म देखाउने छु अब हामी यहाँबाट लाग्न लाग्यौँ यही हो हामी बसेको खलङ्गा होटल यो रहेछ बस पार्क अनि हामी जानुपर्छ त्यहाँ माथि मल्लरानी मन्दिर त्यहाँ माथि छ सानो रहेछ बस पार्क दुईवटा होटलहरू लज भएन आहा गेट अझै नदेखाम कि अलि बेद हुन्छ कि माथि हेर न राम्रो ठाउँ अहिले एकदम मन्दिर सिडी चढेर माथि त्यहाँ रहेछ मल्ल रातिमा पो मजाको भ्यू देखाएको थिएँ हिजो राति होइन यो बिजुलीको लाइन हो क्या दाइ जिप लाइन भइरहेको एड सेड पर्छ जय महाकाली सुरु भएको छैन क्या दुईवटा लाइन हुनु पर्दैन एउटै हुन्न क्या अरे दुईवटा हुन्छ हेलो
जिप लाइन पनि बन्दै रहेछ यहाँ सुचारू चाहिँ भएन तार टावर रहेछ अनि यता चाहिँ के भन्दै रहेछ सुपा देउराली पनि बनाएको नि त्यस्तो उता गएर फोटोसोटो खिच्ने झुला सुला झुला पाइन्छ त्यहाँ त्यस्तै टाइपको लाग्यो झुला बनाउने होला प्याराग्लाइडिङ चाहिँ भगवान्ले यस्तै गरेर हेर्छ नि ल माथिबाट बिहाइन्ड द सिन है बिहाइन्ड द सिन गुण गाना कुन हुन्छ अरे भाइ सुदीप भाइ गाना कुन हुन्छ त्यो पनि भनिदिउ न मुम्बई पे राज करने के लिए पैदा हुआ है वैज्ञानिकको छोरो म खै भनेको सिधै भित्र सिधै रिफ्लेक्सन आयो पानी झमली के छ के यार पानी धुमेल ल्याए के यार भाग सुने यार यस्तो त नगर यार महँगो टी सर्ट ल जाई हुन्छ यता आएर सिधै बिताएर निन म ल्याउँछु कि एङ्गल मिलाउँछु टेन्सन नगर्नु न भयो त यस्तो होला कि अब यो पनि के दिने हो र हैन गाउँले पता गर्न मजा आयो यहाँ गाउँ भन्छ सब ठीक हो बाघ सिंहको त के हो यार जिब्रो त कत्रो लामो रहेछ त जिब्रो के हो त्यो तरवाल तरवाल सिंहलाई तरवार सब ठीक हो भन्दा यो सुकमाल फर्निचर लास्टै राम्रो देखाउँछ सुकमाल फर्निचर लास्टै राम्रो देखाउँछ मल्ल रानी अक्षय पनि कति नराम्रो देखाएन सौजन्य अलिकति माथि भएको छ क्या खर्च आए त भइगयो टिक्क पार्नु छैन कस्तो बाङ्गोटिङो पार कस्तो फोटो खिच्नु ट्याक्कै ठाउँ हो नि त राम्रो हो नि त होइन यो तर यार यो सुकलालले बिगार्यो आउनुहोस् सुकलाल फर्निचरमा कपडा बनाएर फर्निचर उद्योग सुकलाल फर्निचर हाइट हामी अस्तिमा 32-33 पुगिरहेको सुकलालको पनि प्रचार हुने भयो नि त सुकलाल फर्निचर यो हाइट सौजन्य गर्दैछ बरु गर्दै स्पोन्सर गरे होला नि बोर्ड खतम बोर्ड के गर्छ अब कोही जान्दैन त्यहाँ यो चाहिँ ए भाइ अघि हो अघि चाहिँ नजानु होला अहिले राम्रै ढकाल एकैचोटि तल बस पार्कमा ठोकिन्छ के साइड साइडमा ठोकिन्छ भने डर गए बिचमा ढकले ठोकिन्न त ढकल ढकल दिस इज 555 तिमी 5 नगरे अब तिमीले सिधा हात 454 राख्नु चाहिँ के हो त मैले 454 454 एक स्टेप अगाडि हो 444 राख्यो 444
444 दिस इज 444 54 त 4454 हुन्न नि ओहो 444 नमस्ते everyone, now we are at here Mollarani. Mollarani is located in the top of the hill near Khalanga Bazar. Khalanga Bazar is also a headquarters of the district. Mollarani is we would like to say that we can see a mountain view from here till now. The weather is so messed up, so cloudy. It's not clear, so we cannot see mountain from here today. But you guys can come here at winter season. You can enjoy the mountain view too from here. Enjoy. चार 54 हुन्न नि 444 पो हुन्छ तर यार अब हामी उपारीको डाँडामा जान्छ पारी यहाँदेखि होला राम्ररी माथि भएको कटेज चाहिँ यो तर दुईचोटि धोका हिजो राति पनि बिहान पनि कटेज त राम्रो यो एनएस हो क्या नभन्दै सुनिता जहाँ पाइ त्यही नछोड क्या ग्यारेजवाला देश चाहिँ यहीँको कटेज राम्रै हो तर व्यवस्था भएन राति कस्तो दामी देखिन्थ्यो भ्यू मल्लरानी लेभेन्टी ल्याएको नि के सुदीपले चलो 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 चले चल चल रे काठमाडौँ मिलेंगे वहाँ सब लेके राम नाम जान्न होला भन्न नानीहरुले फोटो खिचिरहेको थियो यस्तो ट्याक्क फोटो खिच्न तपाईले कर नगरे त जानी बस्या फोटो राम्रो आएछ यार कस्तो निकाल्छु मैले पानी फाल्ने वाला हो गया What's up, beautiful people? Now we are at here, top of the hill. हामीहरू उतातिर के भन्छ यो मल्लरानीको माथिको बागसाग घुमेर यहाँ हामीहरू अहिले चाहिँ बिहानको अब खाजा नास्ता सबै एउटै गर्ने भनेर हामीले चिकन बनाउन लागेको छ अनि चट्ट त्यसमा चाहिँ भुजा हालेर चिकन मात्र है चिकन त्यो मुजी भुजा हालेर त्योमा चाहिँ भने फक चाटेर त्यसमा यहाँ भिडियो नै छ क्या रिपिट गरेर हुन्छ चिकन चट्ट चिकन पाक्दैछ त्योमा चाहिँ भने हम क्या त्योमा चाहिँ भुजा हालेर चट्ट खानेकुरो छ अब त्यो रमाइलो छ भनौँ न बबालै छ चट्ट डाँडामा चट्ट बसेर होइन देख्न सक्नुहुन्छ तपाईँले अब त्यही हो दाइ चाहिँ यता हुनुहुन्छ हाम्रो युट्युब च्यानलको ओनर दाइ है त यसरी चाहिँ रमाइलो छ ल एकछिनमा भेटौँ ल है त केटा चिसो एकदम चिसो जाडो भयो अब बुकी डाँडो हामी चढ्दैछौँ यहाँबाट लाग्छ प्युठानी सकिन्छ क्या राम्रो राम्रो ठाउँ हामी एक्सप्लोर गर्दै गर्दै घुम्दा घुम्दै के भन्न चाहनुहुन्छ बहुत राम्रो ठाउँ छ पिच बस्छ कि बाटो बस्छ कि राम्रो पिच छन् आउनुहोस् घुम्न राम्रो ठाउँ छ बहुत इन्जोयमेन्ट भइरहेको काठिन बा यहाँ हो गर्मीमा पनि जाडोको फिल ल्याउन मन छ भने हजुर प्युठानको बुकी डाँडा भन्ने ठाउँमा आउनु होला एकदम राम्रो देखिन्छ कति हावा लाग्छ सही हो लगता है हिउँ पर्ने वाली अरे जाडो छ होइन अरू लगाइदियो के छ पक्कै बैसैमा
मर्छु पो क्यारे भन सोल्टी बरोबर नढाँटी ए भन सोल्टी बरोबर नढाँटी ले काली हे सोयाको डोको सानो माया हे लगाउने धोको बैसैमा मर्छु पो क्यारे भन सोल्टी बरोबर नढाँटी ल हामी जाने चाहिँ ऊ त्यहाँ नेपाल झन्डा देखिरह होला हामी पुग्ने चाहिँ त्यहाँ हो एकदम चाहिँ पुगिसक्नु भयो भर पुग्यो चाहिँ अब अलि लसो लसो पुग्छौँ एकछिनमा त्यहाँ गएर देखाउँछौँ तपाईँहरूले हामीले दामी भ्यू है त यो नेपाली त्यो पालि हो नि हाम्रो हटिन भयो नि त्यहाँ पाएको ल फाइनल्ली बुकी डाँडा पनि पुग्यो गाइज पुगिँदैछ भनौँ टपमा चाहिँ अब पुगिन्छ एकछिनमा माथि दामी झन्डा आएछ नेपालको होइन केटा हो ज नेपाल लेखिदियो कमेन्टमा चट्ट लाएर माथि गएर भ्यू हेर्नुपर्छ गाह्रो त गाह्रै भयो तराईमा बस्ने मान्छेलाई पाहाडमा हिँड्न गाह्रै हुन्छ बानी छैन नि त ठिक छ खुसी भए हाँसले अगाडि पुगेर हरामी हाँस्छ जाडो भयो त कतिवटा पाहाड पनि मोजी मजा आयो यार यो कति आइटुलो बड्दा यो त्यहाँ तल लेखेको थियो नि 1800 कति त्यही भयो 50 होला 1850 मल्लरानी भन्दा हाइटमा छ यो 1800 ट्याप्पै हिट्टी घर बनाइदिनु साथी अनि बाटो बनाउनु पर्छ चढ्न सकिन्न त दिनकै होइन दिनकै बस्यो भने त चढ्न सकिन्छ तर बर्खामा हो चाहिँ बर्खै लाग्दैन सके नि maybe I should fly एक निन्दा सुतेर जाउँ है 2-3 घन्टा हुडीको सम्हाल हो ओगी मेरे भाई खाली पेट मेरा दिमाग नहीं चलते बता तू मुझसे प्यार करती कि नहीं प्यार करती कि नहीं प्यार करती हूँ करती हूँ करती हूँ गरिरहेको भाइले अरे ओढेर सुतौ न अलग लेभल का वाला बन्दा है कस्तो आनन्द भित्रवाला बाहिरवाला यस्तो वरिपरि देखाएर कि यार यस्तो हुन्छ नि कस्तो हुन्छ यस्तो वरिपरि ट्याक्क देखाएर के हो यार यस्तो भ्लगर हेर यतै क्यामेराम्यान अर्को भ्लगर दुईटा भ्लगर लिएर आइएछ यार यो टुरमा त्यही पनि केही छैन फोटो भिडियो ए खिच यार दुनिया एक तरफ लड़की एक तरफ दुनिया एक तरफ लड़की एक तरफ के सतीश पछाडिपट्टि देखाएर के मोटर गाडीमा सुतेर जाम नि एक मिनेट ल एकजना बिरामी
एकजना बिरामी व्यक्ति भेटिनु भएको छ हाम्रो फुर्की डाँडामा होइन। अब यहाँ चाहिँ बिरामी हुनुभयो पाहाड चढ्दा चढ्दा यहाँलाई अब कसरी लाने घर भन्ने चाहिँ हाम्रो धेरै समस्या च्यालेन्जिङ तर भ्यू चाहिँ गाइज है हिरो अफ द इयर है। हिरो अफ द इयरको अगाडि पटक आएको त्यसपालि बिल्कुल जित्नेवाला छन्। अनि यहाँ हुनुहुन्छ हाम्रो गोरीखा स्कुलको मास्टर गोरीखा गएपछि खा नगरेपछि नखा गोरीखा स्कुलको त्यही भएर भने हो क्या। हाम्रो चित्र भाइ लगभग लमैका सान लमैका मान हुन्। प्याडक्स भ्लग्स हाम्रो सुदीप भाइ होइन वान अफ द हिरो अफ गेमिङ जोन अफ लमै होइन। अब हिरो छन् मान्छे युवा जनशक्ति युवा शक्ति हाम्रो केटाहरू बच्चा हर्काका एकदमै क्रियाशील सदस्य पनि हुनुहुन्छ उहाँ होइन। हर्काजीले फेरि सम्पर्क गरिदिनु ल उहाँलाई उहाँ एकदम फ्यान हुन्छ बिग फ्यान। ध्रुवराठी मम्मीले लिया अनि ऊ डेटिङ स्पट होइन। अब यो छप्री भ्लगमा अरू के हुनसक्छ भने जिउँदो रगत सरियो बल्दो यो रातो र चन्द्र सूर्य जङ्गी के छ केटा हो। जय नेपाल जय नेपालमा जय गोर्खाली। सुदीप भाइ माथि आएर रातो चन्द्र सूर्य गीत बजाइदिनु ल यसो सोच्नु ल चित्र हो क्या कि देशमा माया छैन म गीत बजाएँ नि त रातो चन्द्र सूर्य मसँग डाटा छ क्या एकछिन बनाएको एकछिन नखोलाएको एकछिन त्यो बेकार किन मन सुरु भएन जङ्गी निशान हाम्रो जिउँदो रगत सरियो बल्दो यो सान हाम्रो रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो जिउँदो रगत सरियो बल्दो यो सान हाम्रो गाई सरी छन् साधु यो जननी जगतमा। अहिले कटेजको साउजी आउनुभएको खबर छ। हामी फेरि फर्केर ब्याक टु मल्ल रानी कटेज। फेरि कटेजबाट देखिने भ्यू राति हुँदैन नि त खन्जन खतरा सक्दैन फेरि राति त उदाउन त फेरि तिमी अगाडि गयो बस्ने यता पनि बस्ने खाने ठाउँै ठाउँ छ। यता बन्दैछ होमस्टे यता किचन आयौँ फेरि हामी बिहान आएको थियौँ नि साँझ आएको थियौँ नि हामी सुदर भाइ झुला एकछिन झुला खेल्थ्यौँ। अडेस लाग्ने होला भने अडेस खोजिरहेको थियो एउटा झन्डै पछारेन। किन बसिस् भित्र? झूला झुलाए पनघट नदिया किनारे आंगन निंदिया तू दिखा। बस गजब मजा आ गया।
पानी पर्ने र घाम लाग्छ एफएम अब हामी लाग्यो अब बङ्गला चोलीतिर माथि प्युठानको टुर राम्रै भयो घुमफिर अब एकछिन अब हामी लाग्यो बाङ्ला चोली अनि बाङ्ला चोली गएर देखाउँला सबै बाँकी सोलो ल अब हामी बाङ्ला चोली आइसक्यो हामी बाङ्ला चोली यस्तो छ पानी पर्ने लाग्छ मौसम चिसो पनि चिसो यति जाडो छ कि गर्नु पर्छ कन्भिन्स गरेर सुनेलाई हामी सुता बिचमा यहीँ माथि घाट्नु सुता भन्छ आज हाम्रो सुताइ यस्तो घरमा अनि अति दामी अर्ग्यानिक घर भिडियो चाहिँ पठाऊ है रमाइलो भइरह गफमा होइन अर्ग्यानिक है क्या यस्तो कहाँ पाइन्छ र मजाको छ विथ कोजी हाउस ढोका खुल्ली छोडिदिने हौ हावा हावा त पास हुनु पऱ्यो नि त फेरि हावाले हान्छ राति जाडो हुन्छ हल्का हल्का क्या खोल्दैन के हुन्छ र हुन त के हुन्न चित्र भाइ हल्का हल्का हावा त आउनु दिनु पऱ्यो के अरे यसो आयो भने हेलो गाइज हजुरलाई लाइक सब्सक्राइब गरौँ है लाइक सब्स्क्राइब हजुरलाई लाइक सब्सक्राइब सेयर पनि गरौँ है के मेमोरी हो यार उठेर पनि जाँगर आछ नि कसम त्यस्तो थाकेको छ यार मैले त भन्नु सिन्की बनाउनु भनेर सिन्की सिन्की अमिलो मासु नखाने भने होइन साग र दाल भन्नुभयो दाल भात मासु भन्नुभयो तपाईँले अमिलोले काट्छ क्या साग भने रक्सी खान के याद खान त होला ल लमा आइयो अब रमाइलो भयो होइन कस्तो भयो भाइ इन्जोय भयो इन्जोय भयो मजा आयो दाइ कस्तो भयो मजा लास्टै मजा आयो मस्त लास्टै रमाइलो लाग्यो त्यही हो हजुर सर कस्तो एकदम दामी भयो भाइ रमाइलो त रमाइलो भयो त्यो फर्किनलाई पानीले अलिअलि रुचायो त्यो चाहिँ अलिक नराम्रो भयो सब बेस्ट मजा सुनिल सर केही बोल्नु निशब्द निदल माहानी यहाँ अलिकति गाडी यहाँ निदल माहानी अलिकति फेस बिग्रिरहेको त्यही भएर अलिकति कस्तो भयो सबैले ल राम्रो भयो मजा आयो खुसी लाग्यो तपाईँहरूसँग पानी अब नेक्स्ट टाइम फेरि ल नेक्स्ट भ्लगमा फेरि देख्नु फेरि ल यति भन्दै हिँड्ने गुड बाई भन्दै म बिदा चाहन्छु हस् धन्यवाद हस् धन्यवाद